हेलो गाइज, तपाईँलाई मेरो युट्युब च्यानलमा स्वागत छ। मेरो नाम सन्दीप जोशी। म यो भिडियोको होस्ट हुनेछु र आज चाहिँ हामीले न्यानो ट्याङ्क मेकओभरको चाहिँ भिडियो हेर्दैछौँ होइन। सो यसको कसरी गर्ने के गर्ने त्यो हेर्दैछौँ। भिडियो सुरु गर्नु अगाडि चाहिँ एउटा सानो डिस्क्लेमर चाहिँ हेरिहालौँ है। यो सेटअपमा चाहिँ मैले 2 इयर्स ओल्ड सोइल युज गर्दैछु। भिडियोको स्पिड चाहिँ 5 टाइम्स गरेको छु। तपाईँहरूले देख्न सकिहाल्नुहुन्छ कि मैले मेरो हातले नै सोइलको लेभल मिलाउन खोजिरहेको छु। हामीले जहिले पनि सोइलको लेभल चाहिँ अलिकति स्लोपमा राख्नुपर्ने हुन्छ। स्लोप बनायो भने हाम्रो प्लान्ट्सहरू मिलेर बसेको देख्न सक्नेछौँ। अब पालो छ सबैभन्दा गाह्रो काम, जुन हो हार्ड स्केपिङ। मैले यो सेटअपमा नर्मल रिभर स्टोनहरू युज गरिरहेको छु। हजुरहरूले देख्न सकिहाल्नुहुन्छ कि मैले यो स्टोनहरूलाई डिफ्रेन्ट लुक्समा मिलाउन खोज्दैछु। जति मिलाउँदा पनि चित्त बुझ्ने नभएपछि मैले सबै ढुङ्गाहरू चाहिँ निकालेर फेरि डिफ्रेन्ट एङ्गलबाट मिलाउन खोज्दैछु। यो ट्याङ्क सेटअपमा हार्ड स्केपिङ चाहिँ पर्सनल प्रिफरेन्स बेस हुन्छ र मलाई मनपर्ने हजुरहरूलाई मन नपर्न पनि सक्छ। फाइनली मलाई चाहिँ अहिले हार्ड स्केपिङ चाहिँ अलिकति चित्त बुझेको छ र म यसलाई नै फाइनल गर्दैछु। यो चाहिँ हाम्रो प्लान्टेड ट्याङ्क सेटअप हो र यसमा मैले भ्यालिसनेरिया प्लान्ट युज गर्दैछु। यो पुरानो ट्याङ्कको मेकओभर हो, सो मसँग भ्यालिसनेरिया अलरेडी एभाइलेबल थियो र त्यसलाई जस्ट रियुज गरिरहेको छु। हामीले जहिले पनि लङ लिफ प्लान्टहरूलाई एज अ ब्याकग्राउन्ड प्लान्ट युज गर्नुपर्छ। सो मोस्ट अफ द भ्यालिसनेरियाहरू चाहिँ ढुङ्गा पछाडि नै हुन्छ है त। मसँग एउटा एन्युबियस प्लान्ट पनि छ जसलाई मैले ढुङ्गामाथि नै ग्लुले अट्याच गर्छु। जस्ट फर इन्फर्मेसन, यो एन्युबियसलाई चाहिँ सोइलमा रुट गर्नु पर्दैन है। मसँग अहिले भएको प्लान्ट्सहरू यो 2वटा मात्र हो। सो अब चाहिँ पानी फिल गरौँ है त। मैले यो सेटअपमा एड गरिरहेको पानी चाहिँ मेरो एरियामा पाउने नर्मल जारको पानी हो। मसँग कुनै पनि वाटर पम्प छैन, सो म हातले नै पानी एड गरिरहेको छु। मैले मेरो हातमा ड्रप गरेर मात्र ट्याङ्कमा पानी रिलिज गरिरहेको छु। त्यस्तो गर्नुको मेन रिजन चाहिँ सोइलहरू डिस्टर्ब नहोस् भनेर मात्र हो। पानी मैले ट्याङ्कको अलमोस्ट टपसम्म फिल गरिसकेको छु। अहिले देख्न सक्नुहुन्छ कि वाटर कति धेरै क्लाउडी देखिरहेको छ। सो त्यसलाई क्लिन बनाउनको लागि चाहिँ मैले स्पन्ज फिल्टर युज गर्दैछु। मसँग डेकोरेसनको लागि सानो मटका र सी स्नेलको सेलहरू छ र त्यसलाई पनि युज गर्दैछु। पानी एड गर्ने बित्तिकै जति पनि टोन लिप्सहरू छ ट्याङ्कको त्यो सबै वाटर सर्फेसमा फ्लोट गरिरहेको हुन्छ। सो त्यो लिप्सहरूलाई पनि ट्याङ्कबाट निकालौँ है त। अब यो ट्याङ्कमा फिल्टर अन गरेर छोडौँ है त 1 विकको लागि, सो द्याट कि वाटर साइकल होस् भनेर। यो छ 1 विक पछिको अपडेट। तपाईँहरूले देख्न सक्नुहुन्छ कि मेरो ट्याङ्कको वाटर एकदमै रेड इन कलर देखिराखेको छ। यो रेड हुनुको मेन रिजन भनेको चाहिँ मैले जुन रिभर स्टोन युज गरिराखेको छु त्यो स्टोनबाट चाहिँ एकदमै ट्यानिस रिलिज भइराखेको छ। अनि यो वाटर लेभल कम हुनुको मेन रिजन भनेको चाहिँ मैले यसमा एक्वेरियम हिटर राखेको थिएँ र त्यसमा टेम्परेचर चाहिँ 28 डिग्री सेल्सियस सेट गरेको थिएँ। वाटर लेभल कम छ, सो यसमा हामीले पानी फिड इन गरौँ है त। यो छ 1 मन्थ पछिको अपडेट आफ्टर 50% वाटर चेन्ज। 50% वाटर चेन्ज गर्नुको मेन रिजन भनेको चाहिँ पानीमा एक्सेसिभ ट्यानिस प्रेजेन्ट भएर हो।
ट्याङ्कमा ट्यान्स यति धेरै भयो कि वाटर कलर क्लियर हुन धेरै टाइम लाग्ने भयो। सो आफैले नै 50% वाटर चेन्ज गरेको। यो छ 1.5 मन्थ पछिको अपडेट आफ्टर 90% वाटर चेन्ज। पानी क्लिस्टर क्लियर देख्न सक्छौँ। अब यो ट्याङ्कमा न्यू फिस अर श्रिम्पहरू एड गर्न रेडी भइसकेको छ। फाइनली आफ्टर 2 मन्थ अफ ट्याङ्क सेटअप यसमा हामीले बेटा फिस रिलिज गर्दैछौँ। मसँग बेटा फिस अलरेडी एभाइलेबल थियो इन डिफ्रेन्ट टब। सो अब यो बेटा फिसलाई हाम्रो न्यू न्यानो ट्याङ्कमा रिलिज गरौँ है त। सिन्स टबमा र न्यानो ट्याङ्कमा वाटर प्यारामिटर काइन्ड अफ सिमिलर छ, सो मैले यो बेटा फिसलाई एक्लिमेट नगरी रिलिज गर्दैछु। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। होप यु अल इन्जोयड इट। If you want, you can always like and subscribe my channel and enjoy all my contents for free.